के देखा खै थाहै भएन। के देख्नु भुतसुतको हो क्या हो यो? भुसु भन्नलाई अब फर्स्ट टाइम हो मनी घर त टाढै हो मनी गोठबाट आएको खोइ के देखेँ बाटो बिर्सिनु भयो कि के हो? हजुर बाटो बिर्सेको हो कि के हो? होइन बाटो त यही बाटो हो अनि म चाहिँ माथि गोठबाट आएको थियो अनि बिच बाटो होइन खोइ के देखेको दुइटा त मेरै अगाडिबाट त्यसै त कभर जस्तो स्वाटै भिडियो बनाउनै पाएन जुन भगवान कसम खै अहिले राम्रोसँग देखेन। अब म राम्रो भए पो देख्ने खै। तपाईँ हिँड्दै गर्नु त तपाईँ हिँड्दै गर्नु होइन हामी पनि छौँ अब बुझ्नु हामी पनि घोस्ट हन्टिङमा हामी पनि छौँ। गफै दिएको हो कि के हो? भएन ल म हिँड्दै गर्छु तपाईँहरू नि मेरो साथ हुन्छ भन्नु चाहिँ है। हिँड्नु त हामी पनि छौँ। भने हेर्छु के रहेछ ल। के हो त्यो? यो त भएन। के हो त्यो? खोइ के गर्ने त अब है नजिकै जाऊँ। नजाऊ यार घर जाऊ यार ब्रो। ओए च्याट हो देखेँ यार मैले यार यहीँबाट माथि निस्किन्छु। घर जाऊ यार घर जाऊ। ढुङ्गा हान न ढुङ्गा हान त ढुङ्गा हान त। ढुङ्गा पायो के पायो 12 बज्नु लाग्यो यार घर पुग्यो यार ब्रो। लास्ट मलाई डर लाग्यो तिमीलाई। बाटो नि कस्तो अप्ठ्यारो रहेछ फेरि। ढुङ्गा हाल्नु भनेको घर जाऊ यार घर जाऊ। राति नाइट हन्टिङ होइन घर जाऊ। खै बाटो नि भुलिहाल्यो फेरि कहाँबाट। कस्तो टाइपको कुरा गर्छौ यार तिमी बाटो भुल्यो। घर जाऊ यार। मन कसम हो यार च्याट मैले देखेको यार देख्न त देखेको यार च्याट हजुरले देख्नुभयो देखेन? च्याट एकचोटि भन्नु त च्याट देख्नुभयो कि नै? मैले देखेको त्यो आँखा देखेँ होइन शरीर पनि त्यो तलपट्टि त्यो व्हाइट देखेको यार साँच्ची किन गड प्रमिस मैले देखेको यार। यही बाटो भाग्नु पर्ला। मैले नि फर्स्ट टाइम हो यो यस्तो देखेको भनेको त। मैले नि फर्स्ट टाइम हो दाइ त्यो यस्तो देखेको भनेको त। के बनायो यार मैले पनि बनाएँ होइन मैले नि अघि राम्रोसँग देखेर भनेको हो। यो त तल लाइट बालेको चाहिँ लाइट होइन त्यो त एकछिन है म जुम गर्छु है। के हो त्यो? खै त्यो त भुइँमै रहेछ। यो भुइँ भयो अब आकाश भयो पो यी आकाशमा त रुख छ। मलाई चुरोट खाँदैछ होला त्यो मान्छेले बरु त्यहाँ तल गएर जाऊ चुरोट मागेर हातमा आगो लिएर हिँड यार। चुरोट हातमा आगो लिएर हिँड क्या आगो लिएर हिँड्ने चिज तर्साउँदैन हो। अब चुरोट खानुहुन्न फेरि त्यो हातमा आगो चाहिँ ल्याउनु त नखायो भने म यसरी हात पक्र न। हुन्छ घर जाऊ यार ब्रो। 12 बज्नु थालिसक्यो यार। एक घन्टा मात्रै बाँकी छ। 12 बजी त फेरि तिमीलाई केटा झ्याप पार्छ त फेरि। त्यो त त्यही हो। घर जाऊ यार। अनि यति राति चाहिँ कहाँ पुगेको तिमी? के गर्न हिँडेको रातितिर चाहिँ? होइन म अघि गोठले ढिलो भएर अघि नै घर पुगिसक्यो होला। अघि गोठले ढिलो नपरायो भने चाहिँ हतियार सकिछन्? हतियार के तिमीसँग?
होइन हतियार त बन्दुक त साथै हो त्यो बन्दुक भनेको न अर्को बन्दुकहरू केही छ कि छैन भनेको ए अर्को छ खुकुरीहरू यताउता खुकुरी सुकुरी भन नि त अनि बन्दुक बोकेर हिँड्थ्यो त्यस्तो कुरा नगर अनि के अरे घर पुग्याला घर हिँडिहाल्यो त हुन्छ घरै जानु पर्ला है यस्तै ननिस्के यार आए साँच्ची किन आज त बच्यो यार भगवान् भूतले झन्नै अहिले खराब झ्याप पारिसकेको छ तिमीले यार अहिले त बज्यो फेरि बाटो नि कस्तो अप्ठ्यारो बाटो हिँड्नु पर्यो त्यो कुन जङ्गलमा छौ तिमी यति राति ट्रेकिङ किन हाइकिङ किन निस्क बिस्तारै बिस्तारै भाइ यसलाई घर पुगाएर बल्ल लाइभ अफ गरौँ है म त उसँगै बस्छु भाइ सोम भाइ बिचरा तिम्रो बुढी घरमा रोकेर बसिरहेको होला वेट गरेर बसिरहेको होला जाऊ यार घरतिर यार यसरी नहिँड यार घरतिरै जानु पर्ला एकचोटि त्यता हेर्नु है आमासँग म देखाइदिन्छु फेरि के छ त्यहाँ खै अहिले त नजिकै भयो नि त राम्रोसँग देख्यो होला टाढाबाट देखिरहेको देख्न चाहिँ उता नि खोइ यताबाट देखेन म मोबाइल जुम गर्छ है खै लाइटै राम्रोसँग नबोलेर हो खै देखेन भाइ यार यतिको नजिक भयो भने चाहिँ राम्रोसँग देख्यो होला त्यत्रो टाढा पर्यो खोइ तिम्रो टाउको घर जाउँ त अनि किन नजिक नजिक भूतसँग चाहिँ खेलेर बस्दैछौ त मेरो भाइ रिस उठिसक्यो मलाई त यार होइन रातिको 11 बजी के चुल मचेको यार जाऊ यार त्यो त मान्छे होला मान्छे बसिरहेको जस्तो छ त्यो साइकलमा रुन मन लागिसक्यो यार आफूलाई यार डर लाग्यो यार होइन घर जाऊ यार मेरो भाइ हात जोड्छु यार घर जाऊ तिमी यार आँसु आइसक्यो यार आँसु आइसक्यो कालिज खोज्न निस्केको जस्तो लाग्यो कि तिमी चाहिँ मलाई होइन कालिज खोज्न निस्केको कि काली खोज्न निस्केको मैले थाहा पाइसकेँ दाइकोमा त डेन्जर आउँदो रहेछ है मान्छे त भयो भने होइन मलाई तिम्रो लोकेसन भन्दै म पुलिसलाई फोन गरिदिन्छु पुलिस लिन आउँछ तिमीलाई तर यस्तो यहाँ त पुलिस नै आउँदैन यो ठाउँमा त अनि कहाँ पुगेको त तिमी यार यस्तो हाइकिङ गर्दा गर्दा अब गाउँदेखि आउँछ होला तलबाट घर जाउँ त तिमीलाई म घर पुगारै सुत्छु सोचिरहेको थिएँ यार कस्तो तनाव दियो तिमीले त यार कस्तो भनेको यार काने पोखरीको जङ्गल त होइन यो नत्र काने पोखरीको जङ्गल त म त फेरि कुना कुना हिँडेको छु काने पोखरी जङ्गल हुनै सक्दैन यो कहाँ हो भन त यो अहिले म अघि चाहिँ माथि यही बाटो आएको गोठमा चाहिँ अब चाहिँ यही बाटो हुन्छ भाइ डर लाग्दैन होइन दाइ म त सानोदेखि त्यही गोठमै बस्दै हुर्कै आएको हो खोइ मलाई त त्यस्तो धेरै त डर त छैन ल यार म निस्केँ राम्रोसँग